मम्मी आज हजुरले कति मिठो मासु बनाउनु भयो के कसरी बनाउनु भयो भन्नु न। ल हेर मैले कसरी बनाएको छु तिमी आफै हेर न त। अनि यो चाहिँ तिम्रो बाबाले मासु पठाइदिनु भएको है, तर कहिले काटेर पठाइदिनु हुन्न नि, मैले खाली काट्नुपर्छ। तिमीहरू दुईटा झगडा गरिरहेछौ उता अलिअलि हैन। अनि यो मासु चाहिँ मैले लगभग काटेँ, अनि धेरै मासु भयो, पकाउन गाह्रो भयो मामुलाई। अनि पकाउन गाह्रो भइसकेपछि ठिक्क अब थोरै खाँदा राम्रो हुन्छ नि त। अनि त्यसपछि प्याक गरेर चाहिँ मैले राखेँ फ्रिजमा। अनि त्यसपछि तेल बसाले हेर ल म फ्रिजमा गरेर हेर्छु। मासु दाजुले धेरै मासु पठाइदिनु भयो रहेछ 3 प्याकेट। अनि त्यसपछि मासु चाहिँ पानी आयो, पानी सुक्यो। अनि मैले चाहिँ सुरुमा प्याज राख्दिनँ अनि पछि चाहिँ प्याज मोलेर बनाएँ, सबै कुरा हालेँ। अनि त्यसपछि मलाई फेरि मासुमा क्याप्सिकम हालेको कस्तो मनपर्छ कि। यो कोइलरको मासु फेरि किन कोइलर मासुहरू फेरि यसै मिठो हुन्छ कि रस राखे नि मिठो हुन्छ। तर मेरो नानी बाबुले खासै रस खाँदैनन्, ठिक्क खान्छन् खाना त, थोरै खान्छन्। अनि यिनीहरूलाई खाना खुवाएपछि मैले चाहिँ मकैको भातसँग खाना खान्छु आजभोलि चाहिँ।